नमस्ते, कोरिया जाने सपना छ? ल, त्यो सपनाको पहिलो पाइला आज हामी सँगै चाल्दैछौँ। त्यो पहिलो पाइला हो हाङ्गुल, मतलब कोरियन अक्षर सिक्नु। आउनुहोस् सुरु गरौँ। कोरिया आउनु अघि सबैभन्दा पहिले के सिक्नुपर्छ होला? केही सोच्नुभयो? हो, त्यो हो हाङ्गुल। यो कोरियन भाषाको साँचो हो। अनि सबैभन्दा राम्रो कुरा के हो भने यो एकदमै सरल र वैज्ञानिक छ, जो कोहीले पनि सजिलैसँग पढ्न र लेख्न सक्ने गरी बनाइएको हो। आजको हाम्रो मुख्य विषय भनेको हाङ्गुलका 14वटा आधारभूत व्यञ्जन वर्णहरू हुन्। यिनीहरूलाई भाषाको साउन्ड ब्लक्स पनि भन्न सकिन्छ। यिनै ब्लकहरूले नै भाषाको जग बसाल्छन्। ल, सुरु गरौँ है त। जम्मी 14 मात्रै आधारभूत व्यञ्जन वर्णहरू छन्। हेर्नुस् त कति थोरै। यो त हामी एकैछिनमा सिकिहाल्छौँ नि, होइन त? ल, स्क्रिनमा हेरौँ है त। यहाँ पहिलो 7वटा अक्षरहरू छन्। पहिलो अक्षर हो कियक, जसको आवाज ग वा क जस्तो हुन्छ र उदाहरण हो खा, जसलाई गा भनिन्छ। त्यसपछि छ नियन, न, दिगत, द, रियल, र वा ल, मिम, म, ब्युब, ब र स्युत, स। ठिक छ, अब बाँकी 7वटा हेरौँ। यहाँ यो छ, यो सुरुमा आउँदा चाहिँ यसको कुनै आवाज हुँदैन। त्यसैले उदाहरण आ, जसलाई आ भनिन्छ। त्यसपछि ज, छ, ख, थ, फ र ह। यो अक्षर अलिकति विशेष छ है। यसको 2वटा भूमिका हुन्छ। जब यो अक्षरको सुरुमा आउँछ, यो साइलेन्ट हुन्छ, मतलब चुप लागेर बस्छ। यसको कुनै आवाज हुँदैन। तर जब यो अक्षरको अन्त्यमा आउँछ, यसको उच्चारण ङ जस्तो हुन्छ। यो कुरा चाहिँ याद गरिराख्नुपर्छ है। अब हामीले यी ब्लकहरू त चिन्यौं, तर यिनीहरू मिलेर पूरा अक्षर चाहिँ कसरी बन्छन् त? ल, त्यो हेरौँ। कोरियन अक्षर बनाउने तरिका एकदमै सजिलो छ। पहिलो, एउटा व्यञ्जन वर्ण लिनुहोस्। दोस्रो, त्यसमा एउटा स्वर वर्ण जोड्नुहोस्। अनि भयो, तेस्रो स्टेपमा एउटा पूरा अक्षर तयार। जहिले पनि व्यञ्जन र स्वर सँगै आउँछन्। अब यो स्लाइडले त झन् छर्लङ्गै पार्छ। हेर्नुस् त, कमा आ जोड्दा के बन्यो? खा, मतलब गा। त्यस्तै भ र ओ मिलेर बो बन्यो। अनि स र उ मिलेर सु बन्यो। कति सजिलो छ, होइन र? ल, अब हामीले सिकेको कुरालाई अभ्यास गर्ने पालो आयो। अब हामी सँगै पढ्छौँ है त। तयार हुनुहुन्छ? ल, सुरु गरौँ। म भन्छु अनि तपाईहरू पनि मसँगै दोहोऱ्याउनुहोस् है। गा, गा, गा। धेरै राम्रो। अब अर्को। ना, ना, ना। हो, त्यसै गरी अब दको पालो। द, द, द। एकदम राम्रो गर्दै हुनुहुन्छ। रा, रा, रा। स्याबास, अब पालो मको। मा। यही गतिलाई कायम राखौं। बा, बा, बा। अब हामी लगभग अन्त्यमा छौं। अब स, सा। धेरै राम्रो। जा, जा, जा। र आजको अभ्यासको लागि यो अन्तिम अक्षर छा। वाह, कति राम्रोसँग अभ्यास गर्नुभयो। ल, अब हामी अन्तिम भागमा आइपुग्यौं। यहाँ हामीले सिकेका कुराहरूलाई फेरि एकपटक हेर्छौं र एउटा सानो अभ्यास पनि छ। अब तपाईहरूको लागि एउटा सानो मिसन। स्क्रिनमा देखिएका यी अक्षरहरूलाई आफैले ठूलो स्वरमा पढेर अभ्यास गर्नुहोस् है। यसले तपाईको आत्मविश्वास बढाउँछ। ल, अब आज सिकेका सबै अक्षरहरूलाई एकपटक फेरि समीक्षा गरौँ। म बिस्तारै पढ्छु, ध्यान दिएर सुन्नुहोस् र मसँगै अभ्यास गर्नुहोला। गा, ना, दा, रा, मा, बा, सा, जा, छा। धेरै राम्रो। र फेरि एकपटक सँगै भनौँ। गा, ना, दा, रा, मा, बा, सा, जा, छा। ल, हेर्नुहोस् त, हाङ्गुलको यात्रामा पहिलो महत्त्वपूर्ण कदम चालिसकिएको छ। अब अभ्यास गर्दै जानुहोला है। अर्को पटक हामी स्वर वर्णहरू सिक्नेछौँ। त्यतिन्जेलको लागि नमस्ते। नमस्ते, कोरियन भाषा सिक्ने यो यात्रामा सबैलाई स्वागत छ।
कोरियन पढ्नका लागि पहिलो पाइला चाल्दै हुनुहुन्छ भने तपाईँ एकदम सही ठाउँमा आइपुग्नु भएको छ। आज हामी मिलेर कोरियन भाषाका 10वटा आधारभूत स्वरहरू एकदमै सरल तरिकाले सिक्नेछौँ। ल सुरु गरिहालौँ है त। हो, यो कुरा पत्याउनुस्, कोरियन वर्णमाला जसलाई हाङ्गुल पनि भनिन्छ, सिक्नलाई साँच्चै नै धेरै सजिलो छ। आजको यो छोटो सिकाइको अन्त्यसम्ममा त तपाईँ आफैले केही कोरियन अक्षरहरू चिन्न र पढ्न सक्ने भइसक्नुहुनेछ। आज हामी के गर्छौं भनेर छोटकरीमा हेरौँ है। पहिला हामी 10 आधारभूत स्वरहरूबाट सुरु गर्छौं, त्यसपछि अक्षर कसरी जोड्ने भनेर एउटा सानो नियम सिक्छौं, अनि अलिअलि अभ्यास गर्छौं र अन्त्यमा सबै कुरालाई फेरि एकपटक सरर दोहोऱ्याउँछौं। ल अब हाम्रो सिकाइको सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ। यी 10 स्वरहरू नै कोरियन भाषाका जग हुन्। एकदम ध्यान दिएर सुन्नुहोस् है, अनि मसँगै उच्चारण गर्ने प्रयास पनि गर्नुहोस्। हाम्रो पहिलो स्वर हो आ। ल मसँगै 3 पटक भन्नुहोस् त। आ आ आ। राम्रो। अब दोस्रो या 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 या। अब अर्को स्वर यो हो अ अ अ र यसैसँग मिल्ने अर्को य य य य। अर्को स्वर हो ओ। यसलाई भन्दा ओठलाई अलिकति गोलो बनाउनुहोस् है। ओ ओ ओ। र त्यसपछि आउँछ यो 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 यो। अब हामी ऊ ध्वनिमा जाउँ। ऊ ऊ ऊ र यसैसँग मिल्दोजुल्दो यु 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 यु। र हाम्रो अन्तिम 2 आधारभूत स्वरहरू। पहिलो हो ऊ। यसको उच्चारण अलि फरक छ। आफ्नो दाँतहरूलाई एकै ठाउँमा ल्याएर ऊ भन्नुहोस्, तर ओठलाई चाहिँ नखुम्चाउनुहोस् है। ऊ ऊ ऊ। र अन्तिम स्वर ई ई ई। वाह, धेरै राम्रो। तपाईले 10 वटै आधारभूत स्वरहरू चिनिसक्नुभयो। ल हामीले 10 वटै स्वरहरू त सिक्यौं। अब अक्षरहरू बनाउनको लागि एउटा एकदमै महत्त्वपूर्ण र सजिलो नियम सिक्ने पालो आयो। यहाँ स्क्रिनमा हेर्नुस् त। कोरियन स्वरहरूलाई नि तिनीहरूको आकार हेरेर 2 समूहमा बाँडिन्छ। सजिलो छ। पहिलो हो ठाडो स्वर, जसमा लामो सिधा धर्का हुन्छ, जस्तै आ या अ य र ई। अनि दोस्रो हो तेर्सो स्वर, जसमा तेर्सो धर्का देखिन्छ, जस्तै ओ यो ठो यु र उ। अब यो नियम किन यति महत्त्वपूर्ण छ त्यो हामी अब अर्को खण्डमा थाहा पाइहाल्छौँ। ल अब आयो रमाइलो भाग। अब हामीले सिकेका स्वरहरूलाई व्यञ्जनहरूसँग जोडेर पढ्न मिल्ने अक्षरहरू बनाउँछौं। यहाँ हेर्नुहोस्, क जसको ध्वनि ग हुन्छ त्यो एउटा व्यञ्जन हो, र आ भनेको आ स्वर हो। यी 2 मिलेर बन्छ गा, अर्थात् गा। याद गर्नुभयो? आ ठाडो स्वर भएकोले यो व्यञ्जनको दाहिनेपट्टि बसेको छ। ल मसँगै भन्नुहोस्, गा गा गा। अर्को उदाहरण हेरौँ है त। न र ई मिलेर बन्यो नि। ई पनि ठाडो स्वर हो, त्यसैले यो व्यञ्जनको दाहिनेपट्टि नै छ। ल उच्चारण गरौँ, नि नि नि। अब पालो तेर्सो स्वरको। ब र ओ मिलेर बन्यो बो। ओ तेर्सो स्वर भएकोले यो व्यञ्जनको तल आएको छ। देख्नुभयो नि? ल मसँगै भन्नुहोस्, बो बो बो। हाम्रो अन्तिम उदाहरण, स र उ मिलेर बन्छ सु। उ पनि तेर्सो स्वर हो, त्यसैले यो व्यञ्जनको तल बसेको छ। ल भनौँ त, सु सु सु। तपाईले आधारभूत नियमहरू त सिकिसक्नुभयो। अब कति छिटो पढ्न सकिन्छ भनेर जाँच्ने बेला आयो। म स्क्रिनमा अक्षर देखाउँछु अनि तपाईँ त्यसलाई पढ्ने प्रयास गर्नुहोस्। तयार हुनुहुन्छ? ल यो के हो? यो हो गा 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 गा। अब यो नि, यो हो गो 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 गो। यो अक्षर पढ्ने प्रयास गर्नुहोस् त। ना 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 ना। अब यो हेरौँ त। दु 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 दु। र अन्तिम अभ्यासको लागि यो अक्षर री 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 री। शाबास, तपाईले सफलतापूर्वक कोरियन अक्षरहरू पढ्नुभयो। कस्तो लाग्यो? आजको हाम्रो सिकाइ लगभग सकिन लाग्यो।
तपाईले आज साँच्चै धेरै कुरा सिक्नुभयो। अब हामीले सिकेका मुख्य कुराहरूलाई एकपटक फेरि सम्झिएर दिमागमा पक्का गरौँ है त। आजको सबैभन्दा महत्त्वपूर्ण कुराहरू यी नै हुन्। पहिलो, कोरियनमा 10 वटा आधारभूत स्वरहरू छन्। दोस्रो, ठाडो स्वरहरू सधैँ व्यञ्जनको छेउमा दाहिनेपट्टि आउँछन् र तेस्रो, तेर्सो स्वरहरू व्यञ्जनको तलपट्टि आउँछन्। हो, यति नियमले नै तपाईलाई धेरै शब्दहरू पढ्न मद्दत गर्छ। ल, अन्त्यमा हामीले आज सिकेका सबै स्वर र अक्षरहरूलाई एकै ठाउँमा हेरौँ। म बिस्तारै 2 पटक पढ्छु, तपाईँ पनि मसँगै दोहोऱ्याउनुहोस् है। सुरुमा स्वरहरूबाट जाउँ। आ, या, अ, य, ओ, यो, उ, यु, उ, इ। अब अक्षरहरू। गा, नि, बो, सु, गो, गु, ना, दु, र, रि। ल, फेरि एकपटक अझै बिस्तारै है। स्वरहरू। आ, या, अ, य, ओ, यो, उ, यु, उ, इ। र अब अक्षरहरू। गा, नि, बो, सु, गो, गु, ना, दु, र, रि। तपाईले आज सफलतापूर्वक कोरियन भाषा पढ्नको लागि पहिलो र सबैभन्दा महत्त्वपूर्ण पाइला चाल्नु भएको छ। अब प्रश्न यो छ कि यो नयाँ ज्ञानको साथ तपाईँ अर्को के पढ्न चाहनुहुन्छ? नमस्ते, कोरियन भाषाको उच्चारण सिक्ने यो खास श्रृङ्खलामा सबैलाई स्वागत छ। आज हामी एउटा एकदमै सरल रहस्य खोल्दैछौँ जसले गर्दा कोरियन शब्दहरू सही तरिकाले बोल्न साँच्चीकै नै निकै सजिलो हुनेछ। कोरियन भाषा सिक्दै गर्दा शब्दको अन्त्यमा आउने यी अक्षरहरू जसलाई भाछिम अर्थात् फाछिम भनिन्छ, यिनीहरूले त साँच्चै नै अलमलमा पार्छन् हैन त। सुरुमा त निकै गाह्रो लाग्न सक्छ, जस्तै अक्षरहरू ख, ख, स, च अनि फ। यिनीहरूलाई देखेपछि कसरी उच्चारण गर्ने होला भनेर सोच्दा सोच्दै दिमागै घुम्छ। तर नातिनुहोस्, यसको एउटा एकदमै सरल, एकदमै सजिलो समाधान छ र त्यो समाधान हो यो नम्बर 7। हो, तपाईले एकदमै ठिक सुन्नुभयो। रहस्य यही हो। ती जतिसुकै फरक देखिने अक्षरहरू भए पनि तिनीहरूको अन्तिम उच्चारण जम्मा 7वटा ध्वनिमा मात्रै सीमित छ। यो कुरा थाहा पाउने बित्तिकै एउटा ठूलो जटिल समस्या कस्तो सजिलो बनाइदिन्छ है। ल त, अब यसलाई अझ गहिराईमा गएर हेरौँ। सबैभन्दा पहिले हामी ती अक्षर समूहहरूलाई हेर्छौं जुन मिलेर एउटै ध्वनि निकाल्छन्। पहिलो नियम हो ख ध्वनिको, अर्थात् क ध्वनि। अब हेर्नुहोस् है, अक्षरहरू छन् कियक, खियक अनि क्यक। यी तीनवटै अक्षरहरू जब शब्दको अन्तिम व्यञ्जन मतलब फाछिमको रूपमा आउँछन्, यिनीहरूको उच्चारण एउटै हुन्छ, त्यो हो क। ल, अब सँगै अभ्यास गरौँ है त। म यो शब्दलाई 3 चोटि बिस्तारै भन्छु, अन्तिम क ध्वनिमा ध्यान दिनुहोला। ल, सुरु गरौँ। फाक, फेरि एकचोटि फाक अनि अन्तिम पटक फाक। अर्को शब्द हेरौँ है, यसमा पनि ठ्याक्कै त्यही नियम लाग्छ। ध्यान दिएर सुन्नुहोस् र सँगै भन्नुहोस्। थाक, फेरि भन्नुहोस् थाक र एकपटक थाक। र क ध्वनिको लागि यो हाम्रो अन्तिम अभ्यास। ल, भन्नुहोस् त, चेक, फेरि चेक, अन्तिम पटक चेक। स्याबास, एकदमै राम्रो। अब आउँछ सबैभन्दा ठूलो र सायद सबैभन्दा अचम्मको समूह। यहाँ हेर्नुहोस् त, थ, स, श, ज, छ, ठ अनि ह, जम्मा 7वटा अक्षरहरू। तर अचम्मको कुरा के हो थाहा छ? यी सबै शब्दको अन्त्यमा आउँदा एउटै ध्वनि निकाल्छन्, तत् अर्थात् टी ध्वनि। उदाहरणको लागि यो शब्द हेरौँ। यसको अन्त्यमा स छ, तर यसको उच्चारण त हुन्छ। ल, ध्यान दिएर सुन्नुहोस् अनि सँगै अभ्यास गर्नुहोस्। ओत, फेरि ओत र एकचोटि ओत। अब यो शब्द हेर्नुहोस्, यसको अन्त्यमा छ, तर यसको ध्वनि पनि त नै हो। सुन्नुहोस् त, कुत, फेरि भन्नुहोस् कुत, अन्तिम पटक कुत। र हो, ज अक्षरको लागि पनि ठ्याक्कै त्यही नियम। ल, आउनुहोस् सँगै अभ्यास गरौँ। नाच, फेरि नाच र अन्तिम पटक नाच। अब
हाम्रो ध्वनि संयोजनको अन्तिम नियम त्यो हो पी ध्वनिको। अक्षरहरू छन् बी र पी। यी दुवै अक्षरहरू जब शब्दको अन्त्यमा आउँछन् यिनीहरूको उच्चारण प्ल अर्थात् पी ध्वनिमा हुन्छ। यो त एकदमै प्रचलित शब्द हो होइन? ल यसको उच्चारणमा ध्यान दिउँ है। फाप। फेरि भन्नुहोस् फाप र एकपटक फाप। अब यो शब्द हेर्नुहोस् त, यहाँ अन्त्यमा फी छ, तर नियमअनुसार यसको अन्तिम ध्वनि पनि प नै हुन्छ। ल सँगै भनौँ इप, फेरि इप, अन्तिम पटक इप। ल अहिलेसम्म एकदम राम्रो। अब हामी दोस्रो र भन्नुपर्दा अझै सजिलो खण्डमा जाँदैछौँ। यो हो स्थिर ध्वनिहरूको खण्ड। यहाँ त केही सोच्नै पर्दैन, किनकि अन्तिम व्यञ्जनको ध्वनि सधैँ एउटै हुन्छ। यो त एकदमै सजिलो छ। हेर्नुहोस् है, यहाँ जम्मा 4वटा अक्षर छन् जसको उच्चारण कहिल्यै परिवर्तन हुँदैन। नको ध्वनि सधैँ न, रको ल, मको म अनि अङको ङ हुन्छ। एकदमै सिधा र सरल। ल अब स्थिर न्य ध्वनिको अभ्यास गरौँ। सँगै भन्नुहोस् है, सन, फेरि एकचोटि सन र अन्तिम पटक सन। अब पालो स्थिर ल ध्वनिको। ल, बाल, फेरि बाल, एकपटक अझै बाल। स्थिर म ध्वनिको लागि यो शब्दको उच्चारण गरौँ है त। भाम, फेरि भाम, अन्तिम पटक भाम। र हाम्रो अन्तिम स्थिर ध्वनि न्यको लागि अभ्यास गरौँ। ल भन्नुहोस् भङ, फेरि भङ र एकचोटि भङ। ल अब हामीले अहिलेसम्म सिकेका सबै कुरालाई एकै ठाउँमा ल्याएर राम्रोसँग समीक्षा गरौँ है त। ल अब हामीले सिकेका सबै शब्दहरूलाई एकैसाथ हेरौँ। म यो सूचीमा भएका सबै शब्दहरूलाई 2 पटक बिस्तारै पढ्छु। राम्रोसँग अभ्यास गर्नलाई तयार हुनुहोस् है। ल सुरु गरौँ। पहिलो पटक भाक, ओत, भाप, सान, थाक, कोत, इप, फाल, छेक, नाच, फाम, फाङ। अब फेरि एकपटक अझै ध्यान दिएर। भाक, ओत, फाप, सान, थाक, कोत, इप, फाल, छेक, नाच, फाम, फाङ। ल त अब यो 7वटा ध्वनिको रहस्य थाहा पाइसकेपछि मलाई विश्वास छ कोरियन उच्चारण पहिलेभन्दा धेरै नै सजिलो भएको हुनुपर्छ। अब यो नयाँ ज्ञानलाई प्रयोग गरेर सबैभन्दा पहिले कुन चाहिँ कोरियन शब्द पढेर हेर्ने विचार छ त? कोरियाली भाषामा आफ्नो पहिलो कुराकानी गर्न तयार हुनुहुन्छ? आज हामी अभिवादन अनि परिचयका केही आधारभूत कुराहरू सिक्नेछौँ। ल सुरु गरिहालौँ है त। कोरियाली भाषा सिक्दा सबैभन्दा पहिले जान्नै पर्ने शब्द हो अन्योहासेओ। यो भनेको नमस्ते जस्तै हो। बिहान, दिउँसो वा साँझ जहिले पनि प्रयोग गर्न मिल्छ। एकदमै उपयोगी छ, होइन त? ल अब मसँगै बिस्तारै 3 चोटि भन्नुहोस् है। अन्योहासेओ, फेरि भनौँ अन्योहासेओ, स्याबास, अन्तिम पटक अन्योहासेओ। आजको हाम्रो यात्रा यस्तो रहनेछ। हामी यी 5 विषयहरूमा कुरा गर्नेछौँ र यो सकिन्दासम्म तपाईहरू कोरियालीमा एउटा सरल र पोलाइट कुराकानी गर्न पक्कै पनि तयार हुनुहुनेछ। ल पहिलो खण्डबाट सुरु गरौँ। कसैले अन्यहासेयो भन्दा कसरी जवाफ दिने र कुराकानीलाई कसरी रमाइलो तरिकाले अगाडि बढाउने आउनुहोस् सिकौँ। कसैसँग पहिलो पटक भेट्दा तपाईलाई भेटेर खुसी लाग्यो भन्नको लागि यो वाक्यांश एकदमै राम्रो छ। सुन्दा अलि लामो लाग्न सक्छ, तर चिन्ता नलिनुस्, हामी बिस्तारै अभ्यास गर्छौं। ल मसँगै भन्नुहोस् मान्नास फाङ्गाप्समिदा। फेरि एकपटक है, मान्नास फाङ्गाप्समिदा। धेरै राम्रो। अन्तिम पटक मान्नास फाङ्गाप्समिदा। एउटा कुरा याद राख्नुहोला, मान्नास भाङ्गसुम्निदा पहिलो पटक भेट्दा प्रयोग गरिने एउटा फर्मल र पोलाइट तरिका हो। त्यसैले यो औपचारिक भेटघाटहरूको लागि एकदमै उपयुक्त छ। यहाँ हेर्नुस् त, मार्कले रिहानलाई कति राम्रोसँग अभिवादन गर्दैछन्। पहिले अन्यहासेयो अनि तुरन्तै मान्नासभाङ्गत्सुनिदा। यसरी यी 2 वाक्यांशहरूलाई सँगै जोड्दा कुराकानी कति स्वाभाविक र नम्र सुनिन्छ, होइन त? अभिवादन त भयो, अब पालो आयो आफ्नो परिचय दिने।
यसको लागि हामी एउटा एकदमै महत्त्वपूर्ण ग्रामरको नियम सिक्नेछौँ। कोरियाली भाषामा कुनै पनि कुराको परिचय दिनको लागि इम्निदाको प्रयोग हुन्छ। यो एउटा फर्मल क्रिया हो जसको अर्थ हुँ, हो वा छ भन्ने लाग्छ र यसलाई कुनै पनि नाउनको पछाडि सिधै जोड्न सकिन्छ। आफ्नो नाम बताउन एकदमै सजिलो छ। पहिले छनन, जसको अर्थ हो म, त्यसपछि आफ्नो नाम र अन्त्यमा इम्निदा, जस्तै छनन माखिम्निदा। ल, सँगै 3 पटक भनौँ। छनन माखिम्निदा, फेरि छनन माखिम्निदा। स्याबास! अब मार्कको ठाउँमा आफ्नो नाम राखेर अभ्यास गर्नुस् है। आफ्नो राष्ट्रियता बताउन पनि ठ्याक्कै यही तरिका हो। देशको नामपछि सारम अर्थात् व्यक्ति र त्यसपछि इम्निदा जोड्ने, जस्तै छनन फिलिपिन्सारम इम्निदा। ल, यो पनि अभ्यास गरौँ। छनन फिलिपिन्सारम इम्निदा, फेरि छनन फिलिपिन्सारम इम्निदा। धेरै राम्रो। तेस्रो पटक छनन फिलिपिन्सारम इम्निदा। अब बिदा हुने तरिका सिकौँ। कोरियाली भाषामा गुड बाई भन्ने तरिका अलि विशेष छ। तपाईँ बस्दै हुनुहुन्छ कि जाँदै हो, त्यसैले फरक पार्छ। रमाइलो छ है? ल हेर्नुहोस् है, यहाँ 2वटा अवस्था छन्। यदि कोही जाँदैछ र तपाईँ बस्दै हुनुहुन्छ भने तपाईँले भन्नुपर्छ अन्योङी खासेओ। यहाँ खासेओको अर्थ जानुहोस् हो। ल अभ्यास गरौँ। अन्योङी खासेओ, फेरि एकपटक अन्योङी खासेओ। ल तेस्रोचोटि अन्योङी खासेओ। अब ठ्याक्कै उल्टो, यदि तपाईँ जाँदै हुनुहुन्छ र अर्को व्यक्ति बस्दैछ भने तपाईँले भन्नुपर्छ अन्योङी खेसेयो। यहाँ खेसेयोको अर्थ बस्नुहोस् हो। ल यसलाई पनि अभ्यास गरौँ। अन्योङी खेसेयो, फेरि अन्योङी खेसेयो। एकदम राम्रो, अन्योङी खेसेयो। ओके, अब केही अरू महत्त्वपूर्ण वाक्यांशहरू हेरौँ। यी शब्दहरूले तपाईँको कुराकानीलाई अझै नम्र र पोलाइट बनाउँछन्। हामी 3वटा एकदमै आवश्यक शिष्टाचारका वाक्यांशहरू सिक्नेछौँ। धन्यवाद कसरी भन्ने, माफ गर्नुहोस् कसरी भन्ने र ठिकै छ कसरी भन्ने। धन्यवाद भन्नका लागि सबैभन्दा सामान्य र फर्मल तरिका हो खम्साहाम्निदा। यो एकदमै महत्त्वपूर्ण शब्द हो, त्यसैले सँगै भनौँ है, खम्साहाम्निदा। फेरि खम्साहाम्निदा। शाबास, खम्साहाम्निदा। त्यसैगरी माफी माग्नको लागि फर्मल तरिका हो छ्वेसोङ हाम्निदा। ल, यसको उच्चारणमा ध्यान दिँदै अभ्यास गरौँ। छ्वेसोङ हाम्निदा, फेरि एकपटक छ्वेसोङ हाम्निदा। धेरै राम्रो, छ्वेसोङ हाम्निदा। अब यो क्वेन्चानायो भन्ने वाक्यांश चाहिँ एकदमै उपयोगी छ। यसको अर्थ ठिकै छ वा केही छैन भन्ने हुन्छ। कसैले धन्यवाद दिँदा वा माफी माग्दा दुवैको जवाफमा यो प्रयोग गर्न सकिन्छ। ल, यसलाई पनि अभ्यास गरौँ। क्वेन्चानायो, फेरि क्वेन्चानायो। स्याबास, क्वेन्चानायो। वाह, कति धेरै सिकियो। अब अहिलेसम्म सिकेका सबै कुरालाई एकै ठाउँमा राखेर समीक्षा गरौँ। यसले गर्दा सबै कुरा राम्रोसँग याद हुन्छ। ल, अब हामीले सिकेका सबै कुरालाई एकै ठाउँमा समीक्षा गरौँ। म यी सबै वाक्यांशहरू बिस्तारै 2 पटक पढ्छु। मसँगै भन्नुहोस् है। ल, पहिलो पटक 안녕하세요. 만나서 반갑습니다. 저는 이름입니다. 안녕히 가세요. 안녕히 계세요. 감사합니다. 죄송합니다. 괜찮아요. धेरै राम्रो। अब दोस्रो पटक अझै आत्मविश्वासका साथ 안녕하세요. 만나서 반갑습니다. 저는 이름입니다. 안녕히 가세요. 안녕히 계세요. 감사합니다. 죄송합니다. 괜찮아요. यी वाक्यांशहरू अभ्यास गर्दै गर्नुहोला। तपाईँ छिटै नै आफ्नो पहिलो कोरियाली कुराकानी गर्न सक्नुहुनेछ। आजको लागि यति नै। थाउमे तो मान्नायो। कोरियन भाषाको यो यात्रामा स्वागत छ। आज हामी एकदमै काम लाग्ने, जस्तै कि विभिन्न अवस्थाहरूमा अभिवादन गर्ने तरिकाहरू अनि क्लासमा चाहिने केही वाक्यांशहरू सिक्दैछौ। ल, तयार हुनुहुन्छ? सुरु गरिहालौँ है। सबैलाई मेरो न्यानो अभिवादन, 안녕하세요। ल, अब मेरो साथमा उच्चारण गर्ने प्रयास गर्नुस् है त। म बिस्तारै 3 पटक भन्छु। सुन्नुस् है। 안녕하세요, फेरि एक पटक 안녕하세요, अनि अन्तिम पटक 안녕하세요। आजको हाम्रो सिकाइलाई हामी 5 भागमा बाँडेका छौँ। सुरुमा हामी विभिन्न अवस्थाहरूमा प्रयोग हुने कोरियन अभिवादनहरू सिक्नेछौँ।
त्यसपछि क्लासरुममा प्रयोग हुने केही सामान्य आदेशहरू अनि पढाइमा काम लाग्ने केही भर्ब्सहरू पनि हेर्नेछौँ। आफूले बुझेको वा नबुझेको कुरा कसरी बताउने भनेर पनि सिक्नेछौँ र लास्टमा आज सिकेका सबै कुराहरू एकपटक सर्र रिभ्यू गर्नेछौँ। ल, त्यसो भए सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। अब अन्योन्यास्यो मात्रै नभएर अरू विशेष अवस्थाहरूमा जस्तै समय र घटनाअनुसार के भन्न सकिन्छ त्यो हेरौँ है त। ओके, गुड नाइट भन्नु पर्यो भने के भन्ने होला? यसका दुई तरिकाहरू छन्। आफूभन्दा ठूला सम्मान गर्नुपर्ने व्यक्तिलाई भन्दाखेरि अलि फर्मल तरिकाले अन्योन्ही चुमुसेयो भनिन्छ, तर साथीभाइ वा आफूभन्दा सानासँग अलि इन्फर्मल तर पोलाइट तरिकाले कुरा गर्दा झालजायो भन्न सकिन्छ। ल, अब त्यो फर्मलवाला फ्रेजको अभ्यास गरौँ है त। म बिस्तारै भन्छु, ध्यान दिएर सुन्नुहोला। अन्योन्ही छुमुसेयो। फेरि एकपटक, अन्योन्ही छुमुसेयो। ल, अन्तिम पटक, अन्योन्ही छुमुसेयो। अनि अब त्यो पोलाइट तरिका जुन साथीभाइलाई भन्न मिल्छ, सुन्नुहोस् है। चालजायो। फेरि भनौँ, चालजायो। एकपटक फेरि, चालजायो। अब मानु शुक्रबार छ, कसैलाई ह्याभ अ गुड विकेन्ड भन्नु पर्यो। त्यसलाई कोरियनमा भनिन्छ छुमाल छालभुनेसेयो। यसमा छुमालको अर्थ हो विकेन्ड अनि छालभुनेसेयोको अर्थ हो राम्रोसँग बिताउनुहोस्। ल, अब यसको उच्चारण अभ्यास गरौँ। मसँगै भन्नुहोस् है। छुमाल छालभुनेसेयो। फेरि एकपटक, छुमाल छालभुनेसेयो। र अन्तिम पटक, छुमाल छालभुनेसेयो। अनि कसैलाई बधाई दिनु पर्यो भने कङ्ग्रेचुलेसन्स भन्नलाई कोरियनमा भनिन्छ छुक्खा हाम्मिदा। जस्तै कसैको जन्मदिनमा, प्रमोसन हुँदा वा परीक्षा पास गर्दा यो शब्द प्रयोग गर्न सकिन्छ। ल, अब यसको उच्चारणमा ध्यान दिऊ है त। सुन्नुहोस्, चुक्खा हाम्निदा। फेरि एकपटक, चुक्खा हाम्निदा। ल, अन्तिम पटक, चुक्खा हाम्निदा। ल, अभिवादनहरू त सिक्यौँ। अब लागौँ हाम्रो दोस्रो खण्डतिर। यहाँ हामी क्लासरुममा एकदमै धेरै प्रयोग हुने केही आदेशहरू सिक्नेछौँ। टिचरले के भन्न खोज्नु भएको हो भनेर बुझ्नको लागि यो एकदमै जरुरी छ है। ओके, दुईवटा विपरीत आदेशहरू हेरौँ। किताब खोल्नुहोस् वा ओपन यो बुक भन्नुपर्दा छेगल फ्यसेयो भनिन्छ। ल, 3 पटक भनौँ है। छेगल फ्यसेयो, छेगल फ्यसेयो, छेगल फ्यसेयो। अब किताब बन्द गर्नुहोस् वा क्लोज यो बुक भन्नलाई चाहिँ छेगल थपसेयो भनिन्छ। यसलाई पनि 3 पटक अभ्यास गरौँ। छेगल थपसेयो, छेगल थपसेयो, छेगल थपसेयो। अब क्लासमा एकदमै धेरै सुनिने 3वटा क्रियाहरू। पहिलो, हेर्नुहोस् अथवा लुक भन्नलाई फुसेयो। अभ्यास गरौँ, फुसेयो, फुसेयो, फुसेयो। दोस्रो, सुन्नुहोस् अथवा लेसनको लागि थिरुसेयो। अभ्यास गरौँ, थिरुसेयो, थिरुसेयो, थिरुसेयो। अनि तेस्रो, मसँगै भन्नुहोस् वा रिपिट आफ्टर मी भन्नलाई ताराहासेयो। अभ्यास गरौँ, ताराहासेयो, ताराहासेयो, ताराहासेयो। ल, अब तेस्रो खण्डमा जाउँ। यहाँ हामी पढाइमा अझै सक्रिय हुन मद्दत गर्ने केही अरू वर्ब्सहरू सिक्नेछौँ। ओके, पढ्नुहोस् वा प्लिज रिड भन्नलाई भनिन्छ इल्गसेयो। ल, 3 पटक भनौँ, इल्गसेयो, इल्गसेयो, इल्गसेयो। अनि लेख्नुहोस् वा प्लिज राइट भन्नलाई सिसेयो। अभ्यास गरौँ, सिसेयो, सिसेयो, सिसेयो। यी दुईको उच्चारणमा ध्यान दिनुहोला है। अब कुराकानीसँग सम्बन्धित 2वटा आदेशहरू। कुरा गर्नुहोस् वा प्लिज टक भन्नलाई इयागी हास्यो। अभ्यास गरौँ, इयागी हास्यो, इयागी हास्यो, इयागी हास्यो। त्यस्तै उत्तर दिनुहोस् वा प्लिज एन्सर भन्नलाई तेदा फास्यो। ल, फेरि भनौँ, तेदा फास्यो, तेदा फास्यो, तेदा फास्यो। अब हामी चौथो खण्डमा आइपुगेका छौँ र यो एकदमै महत्त्वपूर्ण छ, किनभने यहाँ हामीले आफूले केही कुरा बुझ्यौँ कि बुझेनौँ भनेर कसरी भन्ने सिक्छौँ। राम्रोसँग सिक्नका लागि यो त जान्नै पर्यो, होइन त? टिचरले क्लासमा बारम्बार सोध्ने प्रश्न हो, बुझ्नुभयो वा डु यु अन्डरस्ट्यान्ड? यसलाई कोरियनमा सोधिन्छ आल्गेसयो। सुन्नुहोस् है, आल्गेसयो। फेरि एकपटक आल्गेसयो अनि अन्तिम पटक आल्गेसयो। अब यदि तपाईँले बुझ्नुभएको छ भने जवाफ दिनु पर्यो हो, बुझेँ भनेर। त्यसलाई भनिन्छ ने आइल्गेसुमिदा। ल, अभ्यास गरौँ। ने आइल्गेसुमिदा, ने आइल्गेसुमिदा, ने आइल्गेसुमिदा। तर यदि बुझ्नुभएको छैन भने बुझिन भन्नलाई आनियो मोर्गेसुमिदा।
यसलाई पनि अभ्यास गरौँ। आनियो 모르겠습니다. आनियो 모르겠습니다. आनियो 모르겠습니다. त्यस्तै अर्को एकदमै कमन प्रश्न हो, केही सोध्नु छ वा डु यु हेभ एनी क्वेसन्स? यसलाई कोरियनमा सोधिन्छ 질문있어요? ल सुनौ है त। 질문있어요? फेरि एकपटक 질문있어요? र अन्तिम पटक 질문있어요? अब यदि केही सोध्नु छ भने हो मेरो प्रश्न छ भन्नलाई 네 질문 있습니다. ल अभ्यास गरौँ। 네 질문 있습니다. 네 질문 있습니다. 네 질문 있습니다. र यदि केही सोध्नु छैन भने प्रश्न छैन भन्नलाई 아니요 질문 없습니다. यसलाई पनि अभ्यास गरौँ। 아니요 질문 없습니다. 아니요 질문 없습니다. 아니요 질문 없습니다. ल अब हामी हाम्रो अन्तिम खण्डमा आइपुग्यौं। यहाँ हामी आज सिकेका सबै कुराहरूलाई एकपटक फेरि सर्र दोहोर्याउनेछौँ। यो सबै शब्दहरूलाई पक्का गर्ने राम्रो मौका हो है। ल त्यसो भए सुरुदेखि नै आज सिकेका सबै वाक्यांशहरूलाई विस्तारै र स्पष्टसँग दोहोर्याउँ है त। ध्यान दिएर सुन्नुहोला र सकिन्छ भने सँगै उच्चारण गर्ने प्रयास पनि गर्नुहोला। सुरु गरौँ। 안녕히 주무세요. 잘 자요. 주말 잘 보내세요. 축하합니다. 책을 펴세요. 책을 덮으세요. 보세요. 들으세요. 따라하세요. 읽으세요. 쓰세요. 이야기하세요. 대답하세요. 알겠어요? 네, 알겠습니다. 아니요, 모르겠습니다. 질문 있어요? 네, 질문 있습니다. 아니요, 질문 없습니다. धेरै राम्रो। ल अब फेरि एकपटक सुरुदेखि अन्त्यसम्म सबै दोहोर्याउँ है। 안녕히 주무세요. 잘 자요. 주말 잘 보내세요. 축하합니다. 책을 펴세요. 책을 덮으세요. 보세요. 들으세요. 따라하세요. 읽으세요. 쓰세요. 이야기하세요. 대답하세요. 알겠어요? 네, 알겠습니다. 아니요, 모르겠습니다. 질문 있어요? 네, 질문 있습니다. 아니요, 질문 없습니다. वाह, आजको लागि यति नै। तपाईले निकै राम्रो गर्नुभयो। यी सबै कुराहरू अभ्यास गर्दै गर्नुहोला है। हामी अर्को पटक फेरि भेट्नेछौँ। कोरियनमा भन्दा 다음에 또 만나요। फेरि एकपटक 다음에 또 만나요। नमस्ते सबैलाई। आज हामी सँगै कोरियन भाषामा आफ्नो परिचय कसरी दिने भनेर सिक्छौँ। एकदमै आधारभूत तर सबैभन्दा महत्त्वपूर्ण कुराहरू, जस्तै आफ्नो नाम, देश र काम कसरी बताउने भनेर आज हामी जान्नेछौँ। ल सुरु गरिहालौँ है त। ल कोरियन भाषामा कसैलाई भेट्ने बित्तिकै सबैभन्दा पहिले भनिने शब्द हो 안녕하세요। यसको अर्थ हो नमस्ते। यो एकदमै महत्त्वपूर्ण अभिवादन हो। ल अब यसको अभ्यास गरौँ है। पहिलो पटक बिस्तारै सुन्नुहोस्। 안녕하세요। अब मसँगै भन्नुहोस्। 안녕하세요। स्याबास। फेरि एकपटक 안녕하세요। अब आफ्नो परिचय दिने तरिका सिकौँ। यो संवादबाट सुरु गरौँ जहाँ हामी आफ्नो नाम कसरी बताउने भनेर सिक्नेछौँ। संवादको पहिलो लाइनमा मिन्सुले भन्छन् 안녕하세요। यो त हामीले भर्खरै सिक्यौँ हैन त? नमस्ते। ल फेरि सुनौ। 안녕하세요। एकपटक फेरि 안녕하세요। अब यो वाक्य हेरौँ। 저는 이민수입니다। यसको अर्थ हो म ली मिन्सु हुँ। यहाँ छननको अर्थ म चाहिँ भन्ने हुन्छ। त्यसपछि आफ्नो नाम र अन्त्यमा इम्निदा आउँछ। ल यो पुरा वाक्यको अभ्यास गरौँ। ध्यान दिएर सुन्नुहोस् है। छनन इमिन्सु इम्निदा। अब मसँगै भन्नुहोस्। छनन इमिन्सु इम्निदा। धेरै राम्रो। फेरि एकपटक छनन इमिन्सु इम्निदा। हेर्नुहोस् त, तुवानले पनि ठ्याक्कै त्यही तरिका प्रयोग गरेका छन्। झनन तुवान इम्निदा। यसको अर्थ हो म तुवान हुँ। कति सजिलो छ हैन त? आफ्नो नाम राख्ने अनि इम्निदा जोड्ने। ल यसलाई पनि 3 पटक अभ्यास गरौँ। झनन तुवान इम्निदा। फेरि झनन तुवान इम्निदा। अन्तिम पटक झनन तुवान इम्निदा। त्यसो भए यो इम्निदाको खास काम के हो त? यो एकदमै महत्त्वपूर्ण छ है। यो एउटा औपचारिक र नम्र तरिका हो वा हुँ भन्नको लागि। आफ्नो नाम, देश वा काम जस्ता शब्दहरूको पछाडि यो जोडेपछि वाक्य पूरा हुन्छ। ल नाम भन्न त सिक्यो, अब अगाडि बढौँ र आफ्नो देशको नाम कसरी बताउने भनेर सिकौँ। तुवानले भन्छन् बेत्तनाम सारामिमिदा।
यहाँ भियतनाम भनेको देशको नाम भियतनाम हो र सारामको अर्थ मान्छे हो। त्यसैले यो वाक्यको अर्थ म भियतनामको मान्छे हुँ भन्ने हुन्छ। ल यसलाई सँगै अभ्यास गरौँ। भियतनाम सारामिमिदा, फेरि एकपटक भियतनाम सारामिमिदा र अन्तिम पटक भियतनाम सारामिमिदा। अब हामी केही देशहरूको नाम कोरियनमा सिकौँ। म हरेक नाम बिस्तारै 3 पटक भन्छु, ध्यान दिएर सुन्नुहोस् र अभ्यास गर्नुहोस् है। हानगुक, हानगुक, हानगुक। नेपाल, नेपाल, नेपाल। थोङतिमोरु, थोङतिमोरु, थोङतिमोरु। मङ्गोल, मङ्गोल, मङ्गोल। म्यानमा, म्यानमा, म्यानमा। भेङ्लादेशी, भेङ्लादेशी, भेङ्लादेशी। भेटनाम, भेटनाम, भेटनाम। श्रीलङ्का, श्रीलङ्का, श्रीलङ्का। ल अब यो सूचीमा भएका अरू देशहरूको नाम पनि हेरौँ। अभ्यास जारी राखौँ है। उज्बेकिस्तान, उज्बेकिस्तान, उज्बेकिस्तान। इन्डोनेसिया, इन्डोनेसिया, इन्डोनेसिया। चुङ्गुक, चुङ्गुक, चुङ्गुक। काम्बोडिया, काम्बोडिया, काम्बोडिया। किर्गिस्तान, किर्गिस्तान, किर्गिस्तान। थेगुक, थेगुक, थेगुक। पाकिस्तान, पाकिस्तान, पाकिस्तान। फिलिपिन, फिलिपिन, फिलिपिन। नाम र देश बताउन सिकेपछि अब पालो आफ्नो पेशा वा कामको बारेमा कुरा गर्ने। ल यो पनि सिकिहालौँ। यहाँ एउटा प्रश्न छ, हाक्सेङ इम्निक्का। याद छ? वाक्यको अन्त्यमा इम्निदा लगाउँदा हो वा हुँ भन्ने अर्थ लाग्थ्यो। अब प्रश्न सोध्नु पर्यो भने चाहिँ इम्निका प्रयोग हुन्छ। यहाँ हाक्सेङको अर्थ विद्यार्थी हो, त्यसैले हाक्सेङ इम्निकाको अर्थ विद्यार्थी हो भन्ने हुन्छ। ल यो प्रश्न सोध्ने तरिका अभ्यास गरौँ। हाक्सेङ इम्निक्का, फेरि भनौँ हाक्सेङ इम्निक्का। एकपटक फेरि हाक्सेङ इम्निक्का। तुवालले जवाफ दिन्छन्, आनियो हेसावानिम्निदा। यहाँ आनियोको अर्थ होइन हो र हेसावानीको अर्थ कम्पनीको कर्मचारी हो। त्यसैले यो वाक्यको अर्थ हो, होइन म कम्पनीको कर्मचारी हुँ। ल यो जवाफलाई सँगै अभ्यास गरौँ। आनियो हेसावानिम्निदा। फेरि एकपटक आनियो हेसावानिम्निदा। धेरै राम्रो। अन्तिम पटक आनियो हेसावानिम्निदा। अब पेसासँग सम्बन्धित केही शब्दहरू सिकौँ। म हरेक शब्द 3 पटक उच्चारण गर्छु। सँगै अभ्यास गरौँ है। हक्सेङ, हक्सेङ, हक्सेङ। सन्सेङनिम, सन्सेङनिम, सन्सेङनिम। हेसावन, हेसावन, हेसावन। छुबु, छुबु, छुबु। ख्योङछालवान, ख्योङछालवान, ख्योङछालवान। सोबाङवान, सोबाङवान, सोबाङवान। कोङमोवान, कोङमोवान, कोङमोवान। छमोवान, छमोवान, छमोवान। यहाँ थप पेसाहरू छन्। ल अभ्यास जारी राखौँ। ऐसा, ऐसा, ऐसा। खानोसा, खानोसा, खानोसा। योरिसा, योरिसा, योरिसा। उन्जनकिसा, उन्जनकिसा, उन्जनकिसा। खिसुल्सा, खिसुल्सा, खिसुल्सा। मोक्सु, मोक्सु, मोक्सु। नुङ्बु, नुङ्बु, नुङ्बु। अबु, अबु, अबु। ल हामीले धेरै कुरा सिक्यौँ नि। अब सबै कुरालाई एकपटक सरर दोहोर्याएर पक्का गरौँ। अभ्यासले नै भाषालाई राम्रो बनाउँछ, होइन त? हामीले सिकेका मुख्य वाक्यहरूलाई फेरि एकपटक हेरौँ। म हरेक वाक्य 2 पटक बिस्तारी भन्छु। आन्योङआसेयो, आन्योङआसेयो। छनन नामइम्निता, छनन नामइम्निता। ड्याश सारामहिम्निता, ड्याश सारामहिम्निता। पेशा इम्निका, पेशा इम्निका। आनियो पेशा इम्निता, आनियो पेशा इम्निता। अब हामीले सिकेका देशका नामहरूलाई फेरि एकपटक दोहोर्याउँ। म पुरै सूची बिस्तारै 2 पटक पढ्छु। हानगोक, नेपाल, डङटिमोर, मङ्गोल, म्यानमा, बङ्गलादेश, भियतनाम, श्रीलङ्का, उज्बेकिस्तान, इन्डोनेसिया, चुङ्गु, काम्बोडिया, किर्गिस्तान, थेगुक, पाकिस्तान, फिलिपिन। फेरि एकपटक हानगोक, नेपाल, डङटिमोर, मङ्गोल, म्यानमा, बङ्गलादेश, भियतनाम, श्रीलङ्का, उज्बेकिस्तान, इन्डोनेसिया, चुङ्गु, काम्बोडिया, किर्गिस्तान, थेगुक, पाकिस्तान, फिलिपिन। त्यस्तै अब पेसाका नामहरू पनि दोहोर्याउँ।
म यो सूची पनि 2 पटक पढ्छु। ह्याक्सेङ, सन्सेङनिम, वेसावन, छुबु, क्योङछालग्वान, सोबाङवान, कोङमुवन, जमवन, उइसा, खानोसा, योरिसा, उन्जनखिसा, खिसुल्चा, मोक्सु, नोङबु, अबु, ल। फेरि एकपटक ह्याक्सेङ, सन्सेङनिम, वेसावन, छुबु, क्योङछालवान, सोबाङवान, कोङमुवन, जमवन, उइसा, खानोसा, योरिसा, उन्जनखिसा, खिसुल्चा, मोक्सु, नोङबु, अबु। ल, अब एउटा सानो प्रश्न। यदि कोही नेपालको शिक्षक हो भने आफ्नो परिचय कोरियनमा कसरी दिन सकिन्छ होला? हामीले भर्खरै सिकेका शब्दहरू र वाक्यहरू प्रयोग गरेर एकछिन सोच्नुहोस् त। सोच्नुभयो? सही जवाफ हो जन नेपाल सारामिम्निदा र जन सन्सिङनिम इम्निदा। मिलाउनु भयो होला है? शाबास। ल, यो जवाफलाई फेरि 2 पटक सुनाऊ। जन नेपाल सारामिम्निदा, जन सन्सिङनिम इम्निदा। फेरि जन नेपाल सारामिम्निदा, जन सन्सिङनिम इम्निदा। आजको सिकाइलाई हामी यहीँ अन्त्य गर्छौं। बिदा हुनुभन्दा अगाडि एउटा मिठो वाक्य सिकौं। तामे तो मन्नायो। यसको अर्थ हो फेरि अर्को पटक भेटौँला। ल, यसलाई 2 पटक भनौं। तामे तो मन्नायो। फेरि एकपटक तामे तो मन्नायो। आज हामीले कोरियनमा आफ्नो परिचय दिनको लागि केही आधारभूत तर एकदमै महत्त्वपूर्ण कुराहरू सिक्यौं। अभ्यास गर्दै गर्नुहोला है। आजको लागि यति नै। धन्यवाद। थामे तो मन्नायो। कोरियन भाषा सिक्ने यो हाम्रो यात्रामा सबैलाई स्वागत छ। ल, सुरु गरौँ है त। सबैभन्दा पहिले एउटा एकदमै कमन अभिवादनबाट। त्यो हो आन्याङ आसेयो। फेरि सुनौ है, आन्याङ आसेयो। अनि एकपटक फेरि आन्याङ आसेयो। यसको मतलब नमस्ते हो, जुन कोरियामा जताततै सुनिन्छ। आज हामी के सिक्दैछौँ त? आज हामी कोरियन भाषामा ठाउँ र सामानहरूको बारेमा कसरी कुरा गर्ने, कसरी चिनाउने अनि कसरी प्रश्न सोध्ने भन्ने कुरामा फोकस गर्नेछौँ। यो पाठ खासमा इपिएस टपिकको युनिट 7 मा आधारित छ है। ल, आजको हाम्रो प्लान यस्तो छ। हामी कोरियन अभिवादनबाट सुरु गर्छौँ। त्यसपछि ठाउँ र वस्तुहरूको लागि चाहिने शब्दहरू सिक्छौँ अनि ती शब्दहरूलाई जोडेर वाक्य कसरी बनाउने त्यो हेर्छौँ। अलिकति प्र्याक्टिस पनि गर्छौँ र लास्टमा सिकेका सबै शब्दहरूलाई एकचोटि रिभ्यू गर्छौँ। ल, सुरु गरौँ है त। सबैभन्दा पहिले हामी ठाउँहरूको बारेमा कुरा गर्छौँ। ठाउँलाई कोरियनमा भनिन्छ चाङसो, जाङसो। हाम्रो पहिलो शब्द छ यहाँ, मतलब द प्लेस वे यु आर। यसलाई कोरियनमा भनिन्छ योगी, योगी। ल, भन्नुहोस् है, योगी। फेरि योगी। जो बोलिरहेको छ ऊ बसेको ठाउँलाई योगी भनिन्छ। अब यहाँको कुरा भयो। तर यदि कुनै ठाउँ बोल्ने मान्छे र सुन्ने मान्छे दुवैबाट टाढा छ भने त्यसलाई ऊ त्यहाँ भनिन्छ नि, होइन त? हो, त्यसलाई कोरियनमा भनिन्छ जगी। ल, भनौँ जगी। फेरि एकपटक जगी। ल, अब कुनै ठाउँको बारेमा सोध्नु पर्यो भने के भन्ने? हामी कहाँ भनेर सोध्छौँ, होइन? कोरियनमा त्यसको लागि शब्द छ अधि, अधि। ल, यो पनि भनौँ अधि। एकपटक फेरि अधि। यो क्वेसन वर्ड हो है। आजको हाम्रो पाठको टाइटलमै अफिस छ, होइन त? हो, कार्यालय वा अफिसलाई कोरियनमा सामुसिल भनिन्छ। सामुसिल। फेरि भनौँ सामुसिल। यो शब्द याद गरिराख्नु होला है। अनि अर्को एकदमै काम लाग्ने शब्द छ शौचालय वा रेस्टरुम। यो त जता गए पनि चाहिन्छ, होइन? यसलाई कोरियनमा हवाजाङसिल भनिन्छ। हवाजाङसिल। फेरि एकपटक हवाजाङसिल। ल, ठाउँको बारेमा त हामीले केही शब्दहरू सिक्यौँ। अब पालो आयो वस्तुहरूको। वस्तुहरूलाई कोरियनमा बुल्गन भनिन्छ। सबैभन्दा पहिले एउटा एकदमै महत्त्वपूर्ण डकुमेन्ट, पासपोर्ट वा राहदानी। यसलाई कोरियनमा भनिन्छ यकवन, यकवन। फेरि यकवन। झोलालाई कोरियनमा के भनिन्छ होला? खाबङ, खाबङ। फेरि खाबङ। त्यस्तै चाबीलाई कोरियनमा भनिन्छ यर्सुए, यर्सुए। फेरि एकपटक यर्सुए। अनि पैसा राख्ने पर्स वा वालेटलाई के भन्छन् त? त्यसलाई भन्छन् चिगाप, चिघाप। फेरि चिघाप। ल, हामीसँग अब ठाउँ र वस्तुहरूको लागि शब्दहरू त भयो, तर शब्दहरू मात्र भएर त भएन नि, होइन? अब यिनीहरूलाई जोडेर कसरी वाक्य बनाउने त्यो सिकौँ।
कोरियनमा भन्दाखेरि मुन्जाङ मान्दिल्गी। कोरियनमा वाक्य बनाउँदा सब्जेक्टको पछाडि एउटा पार्टिकल जोडिन्छ, त्यो हो इ वा का। अब कुन चाहिँ कहिले प्रयोग गर्ने त? नियम एकदमै सजिलो छ। यदि शब्द कन्सोनेन्टमा सकिन्छ भने इ लगाउने, जस्तै सामुशीलको पछाडि इ लागेर सामुश्री हुन्छ। अनि यदि शब्द भावलमा सकिन्छ भने का लगाउने, जस्तै योगीको पछाडि का लागेर योगिका हुन्छ। सजिलो छ नि, होइन? अब अर्को रुल हेरौँ, जुन एज, एम, आर जस्तै हो। कोरियनमा हो भन्नको लागि इएयो वा येयो प्रयोग हुन्छ। यो पनि अघिको जस्तै हो। नियम उस्तै छ। यदि शब्द कन्सोनेन्टमा सकिन्छ भने इएयो जोड्ने, जस्तै सामुशीलको पछाडि इएयो जोडेर सामुशिलिएयो। अनि यदि शब्द भावलमा सकिन्छ भने चाहिँ येयो जोड्ने, जस्तै यगीको पछाडि येयो जोडेर यगिएयो हुन्छ। ल, थ्योरी त धेरै भयो। अब अलिकति प्र्याक्टिस गरौँ न त, है? हामीले सिकेका शब्द र ग्रामरलाई रियल कन्भर्सेसनमा कसरी प्रयोग गर्ने त्यो हेरौँ। ल, मानौँ हामीले सोध्नु पर्यो, के यो अफिस हो? यसलाई कोरियनमा कसरी सोध्ने? यसरी, यगिगा सामुसिरिम्निका। ल, फेरि सुनौ है। यगिगा सामुसिरिम्निका। एकपटक फेरि, यगिगा सामुसिरिम्निका। अब जवाफमा हो यो अफिस हो भन्नु पर्यो। त्यसको लागि भन्ने ने सामुसिरिम्निदा। यहाँ ने को मतलब हो और यस हो। ल, फेरि भनौ, ने सामुसिरिम्निदा। एकपटक फेरि, ने सामुसिरिम्निदा। ल, अब अर्को कन्भर्सेसन गरौँ। अब चाहिँ कुनै सामानको बारेमा सोधौँ। यो के हो भनेर सोध्नलाई कोरियनमा भनिन्छ इगे मोयो। फेरि भनौ, इगे मोयो। अनि जवाफमा यो पासपोर्ट हो भन्नु पर्यो भने भन्ने यक्वान इएयो। फेरि एकपटक यक्वान इएयो। याद गर्नुभयो? यक्वान शब्द कन्सोनेन्टमा सकिन्छ, त्यसैले पछाडि इएयो लाग्यो। हामीले अघि सिकेको रुल यही हो। ल, धेरै कुरा सिकियो आज। अब अन्तिममा आज सिकेका सबै शब्दहरूलाई एकचोटि फेरि सर्र रिभ्यू गरौँ है त। यसले सम्झिन सजिलो हुन्छ। ल, अब रिभ्यू सुरु गरौँ। म हरेक शब्द 2-2 पटक भन्छु, ध्यान दिएर सुन्नु होला है। योगी, छगी, अदी, सामुशिल, ह्वाजाङशिल, ह्वेसा, छिप, शिक्ताङ, यक्वन, खाबाङ, यर्से, चिकाप, उसान, पित। ल, आजको लागि यति नै। आशा छ धेरै नयाँ कुराहरू सिक्नुभयो होला। अब बिदा लिने बेला भयो। कोरियनमा भन्दाखेरि थाओमे तो मान्नायो। फेरि एकपटक थाओमे तो मान्नायो। यसको मतलब हो फेरि भेटौँला है। कोरियाली भाषामा आफ्नो दैनिक दिनचर्या र समयको बारेमा कसरी कुरा गर्ने भनेर सिक्न तयार हुनुहुन्छ? यो त कोरियाली साथी बनाउँदा सबैभन्दा पहिले कुरा हुने टपिक मध्ये एक हो नि। ल, आज हामी यही सिक्नेछौँ। सुरु गरिहालौँ है त। ल, कोरियामा सबभन्दा महत्त्वपूर्ण र सबैले सुन्ने कमन ग्रिटिङबाट सुरु गरौँ है त। यो सायद सबैले सबभन्दा धेरै सुन्ने शब्द हो। मसँगै भन्नुहोस् है, 안녕하세요। अब अलि बिस्तारै, आन, न्यङ, हा, से, यो। वाह, धेरै राम्रो। ल, अन्तिम पटक एकदमै कन्फिडेन्सका साथ, 안녕하세요। आज हामी के सिक्छौँ त? पहिले अभिवादन, त्यसपछि एक्सन डिस्क्राइब गर्ने तरिका, अनि समयको बारेमा कुरा गर्न सिक्नेछौँ। त्यसपछि डेली रुटिनका लागि चाहिने शब्दहरू र लास्टमा सबै कुराको रिभ्यू र प्र्याक्टिस। अब हाम्रो पहिलो मेन सेक्सनमा जाउँ। यो ग्रामर चाहिँ एकदमै जरुरी छ, किनकि कसैले के गरिरहेको छ भनेर बताउन हामी दिनौँ यही प्रयोग गर्छौँ। यो प्रेजेन्ट टेन्सको पोलाइट फर्म हो, त्यसैले धेरैजसो ठाउँमा यो चलाउन मिल्छ। ल, एउटा उदाहरण हेरौँ। स्क्रिनमा हेर्नुहोस् त, यो वाक्य हो टेलिभिजनल भयो। यसको मतलब हो म टेलिभिजन हेर्दैछु। यसले रियल लाइफमा ग्रामर कसरी प्रयोग हुन्छ भनेर देखाउँछ। अब यो कसरी बन्यो त्यसलाई अलिक केलाएर हेरौँ है। यो ग्रामरको मेन पार्ट यही हो, आयो वा अयो। यसलाई भर्बको पछाडि लाग्ने एउटा जादुई टुक्रा जस्तै सम्झिनुहोस्, जसले वाक्यलाई सिधै प्रेजेन्ट टेन्समा बदल्दिन्छ।
मतलब अहिले भइरहेका कामहरूलाई देखाउँछ। यसको नियमहरू पनि एकदमै सजिलो छ। हेर्नुहोस् है, यदि भर्बको स्टेम भावल आ वा ओमा सकिन्छ भने हामी आयो थप्छौँ, जस्तै भोदाको भायो हुन्छ। यदि अरू भावलमा सकिन्छ भने हामी अयो थप्छौँ, जस्तै मक्ताको मगयो हुन्छ। अनि हादामा सकिने भर्बहरू चाहिँ हेयोमा बदलिन्छन्, जस्तै योरिहादा योरिहेयो बन्छ। सुरुमा अलिअलि कन्फ्युज लाग्न सक्छ, तर प्र्याक्टिस गर्दै गएपछि यो बानी पर्छ। ल, हामीले के भइरहेको छ भन्न त सिक्यौँ, तर केही छुटेको जस्तो लागेन? हो नि, त्यो काम कहिले हुन्छ? अब हामी त्यही सिक्न जाँदैछौँ। फेरि अर्को उदाहरण हेरौँ। 12 बजेर 30 बजेमा म खायो। यसको अर्थ हो म 12 बजेर 30 मिनटमा खान्छु। यहाँ समय देखाउन ए कसरी प्रयोग भएको छ राम्रोसँग ध्यान दिनुहोस् है। हो, यही सानो तर एकदमै काम लाग्ने पार्टिकल हो ए। कुनै काम कहिले हुन्छ भनेर भन्नुपर्दा समय जनाउने शब्दको ठिक पछाडि ए थपिन्छ। यो नेपालीको मा वा बजे जस्तै हो। ल, के इक्जाम्पल्स हेरौँ है त। 12 बजेलाई 1200, बिहानमालाई आछिमे र साँझमालाई झन्योगे भनिन्छ। सजिलो छ नि, होइन त? ओके, अब आयो सबैभन्दा रमाइलो पालो। हामीले सिकेको ग्रामर र केही नयाँ शब्दहरूलाई जोडेर अब हामी आफ्नै डेली रुटिनबारे पूरा वाक्य बनाउनेछौँ। दिनको सुरुवात गरौँ उठ्नुबाट। कोरियालीमा भन्छन् इरनाथा। मसँगै भन्नुहोस् इरनाथा। फेरि एकपटक इरनाथा र अन्तिम पटक इरनाथा। उठेछि के गर्ने? बिहानको खाजा खाने, होइन त? यसलाई भनिन्छ आछिमल मक्ता। ल, सँगै बनाऊ है। आछिमल मक्ता। दोस्रो पटक आछिमल मक्ता र तेस्रो पटक आछिमल मक्ता। खाजा खाएपछि धेरैजना काममा जान्छन्। यो भन्नलाई 회사에 가다। ल, प्रयास गरौँ। 회사에 가다। फेरि एकपटक 회사에 가다 र अन्तिम पटक 회사에 가다। अनि काममा गएर के गरिन्छ? काम गर्नु। यसको लागि क्रिया हो इरहादा। मसँगै भन्नुहोस् इलहादा। फेरि इलहादा। अन्तिम पटक इलहादा। अब पालो दिउँसोको खाना खानुको। कोरियालीमा यसलाई भन्छन् चम्सिमुल मक्ता। सँगै भनौँ चम्सिमुल मक्ता। फेरि एकपटक चम्सिमुल मक्ता र तेस्रो पटक चम्सिमुल मक्ता। साँझमा सायद पकाउनुहुन्छ होला। यसको लागि कोरियाली शब्द हो योरिहादा। ल, भन्नुहोस् योरिहादा। फेरि योरिहादा र अन्तिम पटक योरिहादा। खानापछि आराम गर्ने एउटा तरिका हो टिभी हेर्नु। यसलाई कोरियालीमा भनिन्छ टेलिभिजनल फोदा। दोहोऱ्याउनुहोस् टेलिभिजनल फोदा। फेरि एकपटक टेलिभिजनल फोदा र अन्तिम पटक टेलिभिजनल फोदा। र दिनको अन्त्यमा सुत्नु। यसको लागि एकदमै सजिलो शब्द छ छादा। ल, भन्नुहोस् छादा। फेरि छादा। अन्तिम पटक छादा। ल, अब हामी अन्तिम खण्डमा आइपुग्यौँ, जहाँ हामीले सिकेका सबै कुरालाई एकै ठाउँमा ल्याउनेछौँ। अब सबै टुक्राहरूलाई जोडेर प्र्याक्टिस गर्ने बेला भयो। त्यसो भए हाम्रो सुरुको प्रश्नमा फर्कौँ। याद छ, म 12 बजे दिउँसोको खाना खान्छु लाई कोरियालीमा कसरी भन्ने होला? एकछिन सोच्नुहोस् त। हामीले चाहिने सबै कुरा सिकिसकेका छौँ। हो, सही जवाफ हो 12 बजे 30 बुनेमा जम्सिमुल खायो। यहाँ हेर्नुहोस्, 12 बजे 30 बुनेमा समय ए भनेको टाइम पार्टिकल अनि जम्सिमुल मक्ताको प्रेजेन्ट टेन्स भयो म गयो। ल, यो पूरा वाक्य मसँगै 3 पटक भन्नुहोस् है। 12 बजे 30 बुनेमा जम्सिमुल खायो। फेरि 12 बजे 30 बुनेमा जम्सिमुल खायो र अन्तिम पटक 12 बजे 30 बुनेमा जम्सिमुल खायो। वाह, आज हामीले कति धेरै सिक्यौँ। स्क्रिनमा आजका मुख्य शब्दहरू र ग्रामर छन्। म बिस्तारै पढ्छु, तपाईँ पनि मसँगै दोहोऱ्याउनुहोस् है। तयार हुनुहुन्छ? ल, सुरु गरौँ। 안녕하세요, आयो अयो, ए इरोनादा, आछिमुल मक्ता, इराधा, झम्सिमुल मक्ता, योरिहादा, टेलिभिजनल फोदा, झादा। धेरै राम्रो। ल, यो सबै राम्रोसँग याद होस् भनेर फेरि एकपटक दोहोऱ्याउँ है। 안녕하세요, आयो अयो, ए इरोनादा, आछिमुल मक्ता, इराधा, झम्सिमुल मक्ता, योरिहादा, टेलिभिजनल फोदा, झादा। आजको लागि यति नै। तपाईले आज साँच्चै धेरै राम्रो गर्नुभयो।
यसलाई अभ्यास गरिरहनुहोला अनि छिट्टै नै तपाईँ आफ्नो दैनिक रुटिनबारे सजिलैसँग कुरा गर्न सक्नुहुनेछ। 다음에 또 만나요. सबैलाई स्वागत छ। कोरियन भाषामा आफ्नो परिवारबारे कसरी कुरा गर्ने जान्न मन छ? आजको यो बसाइमा हामीले ठ्याक्कै त्यही सिक्ने हो। ल है त आउनुहोस् सँगै यो रमाइलो यात्रा सुरु गरिहालौँ। ल कुनै पनि भाषा सिक्दा सबैभन्दा पहिले के सिक्नुपर्छ? हो, अभिवादन गर्न। कोरियनमा हामी भन्छौँ 안녕하세요। ल मसँगै बिस्तारै भन्नुहोस् है। 안녕하세요। फेरि एकचोटि 안녕하세요 र अन्तिम पटक 안녕하세요। एकदम राम्रो। यसको मतलब नमस्ते हो। सजिलो छ नि हैन? आज हामी के सिक्छौँ त? एकैछिन हेरौँ है त। सुरुमा पहिलो अभिवादन, त्यसपछि परिवारमा कतिजना हुनुहुन्छ भनेर सोध्ने र जवाफ दिने तरिका, अनि परिवारका सदस्यहरूलाई के भनिन्छ भनेर सिक्नेछौँ। त्यसपछि मान्छेहरूको वर्णन कसरी गर्ने भनेर पनि हेर्छौँ र अन्त्यमा आज सिकेका सबै शब्दहरू फेरि एकपटक दोहोर्याउनेछौँ। ल नमस्ते त भन्न जानियो, अब कुराकानी अलि अगाडि बढाउनु पर्यो होइन? एउटा राम्रो तरिका भनेको परिवारको बारेमा सोध्नु हो। कोरियनमा कसरी सोध्ने होला परिवारमा कतिजना हुनुहुन्छ भनेर? आउनुहोस् हेरौँ। प्रश्न यस्तो छ, खाजोगी म्याथम्याङ एयो? ल मेरो पछि दोहोऱ्याउने प्रयास गर्नुहोस् है। खाजोगी म्याथम्याङ एयो? स्याबास, उच्चारण एकदम राम्रो हुँदैछ। फेरि एकपटक खाजोगी म्याथम्याङ एयो र अन्तिम पटक खाजोगी म्याथम्याङ एयो। यसको मतलब हो परिवारमा कतिजना हुनुहुन्छ। प्रश्न सोध्न त सिकियो, अब जवाफ पनि दिनु पर्यो नि। मानव परिवारमा आमा, दाइ अनि आफू छ भने यसरी भन्न सकिन्छ। अमनिहागो ह्यङहागो छ सेम्यङइयो। राम्ररी सुन्नुहोस् है। अमनिहागो ह्यङहागो छ सेम्यङइयो। फेरि एकपटक अमनिहागो ह्यङहागो छ सेम्यङइयो र अन्तिम पटक अमनिहागो ह्यङहागो छ सेम्यङइयो। यहाँ एउटा कुरा याद गर्नुभयो, छ जियो अर्थात् म चाहिँ अन्तिममा आउँछ। यसको मतलब भयो मेरी आमा, दाइ र म, हामी 3 जना छौँ। अघिको वाक्यमा हागो भन्ने शब्द थियो नि, त्यो एकदमै काम लाग्ने शब्द हो। त्यसको मतलब र वा अनि हो। यसले नामहरूलाई जोड्ने काम गर्छ। जस्तै अम्मनी हागो भनेको आमा र, अनि ह्यङ हागो भनेको दाइ र। एकदम सजिलो छ। ल हागोको प्रयोग अझै राम्ररी बुझ्नलाई अर्को एउटा उदाहरण हेरौँ है त। झनन आबजी हागो अमनी हागो यदुङसेङी इस्सयो। ल मसँगै दोहोऱ्याउनुहोस्। छनन आबजी हागो अमनी हागो यदुङसेङी इस्सयो। फेरि एकपटक छनन आबजी हागो अमनी हागो यदुङसेङी इस्सयो र अन्तिम पटक छनन आबजी हागो अमनी हागो यदुङसेङी इस्सयो। यहाँ वाक्यको अन्तिममा इस्सयो छ, जसको मतलब हुनु वा छ भन्ने हुन्छ। भनेपछि पुरै वाक्यको अर्थ भयो मेरो बुवा, आमा र बहिनी हुनुहुन्छ। ल त अब अझ रमाइलो कुरा सिक्ने पालो आयो। परिवारका सदस्यहरूलाई कोरियनमा के भनिन्छ त्यो सिकाउँ। परिवारको बारेमा कुरा गर्न त यी शब्दहरू जान्नै पर्यो होइन र? ल अब ध्यान दिएर सुन्नुहोस् है। म हरेक शब्द 3 पटक भन्छु अनि सँगै दोहोऱ्याउनुहोस्। सुरु गरौँ। हजुरबुबालाई 할아버지, 할아버지, 할아버지. अब हजुरआमा। 할머니, 할머니, 할머니. बुबालाई भनिन्छ 아버지, 아버지, 아버지. र आमालाई 어머니, 어머니, 어머니. श्रीमानलाई, 남편, 남편, 남편. श्रीमतीलाई, 아내, 아내, 아내. छोरालाई 아들, आदर, आदर। र अन्त्यमा छोरीलाई। 딸, 딸, 딸। शाबास। अब यहाँ कोरियन भाषाको एउटा एकदमै चाखलाग्दो नियम छ। यो कुरामा चाहिँ अलि ध्यान दिनुपर्छ है। आफूभन्दा ठुलो दाजु वा दिदीलाई के भनेर बोलाउने भन्ने कुरा केटाले बोलाउँदैछ कि केटीले, त्यसमा भर पर्छ। हाम्रो नेपालीमा जस्तो छैन। जस्तै यदि केटाले आफ्नो दाइलाई बोलाउँदा ह्यङ भन्छ र दिदीलाई नुना भन्छ, तर केटीले आफ्नो दाइलाई बोलाउँदा ओप्पा भन्छ र दिदीलाई अन्नी भन्छ। यो एकदमै महत्त्वपूर्ण कुरा हो, त्यसैले यो नियम चाहिँ पक्कै याद राख्नुहोला है। ल अब परिवारका सदस्यहरूलाई के भनिन्छ भनेर त जानियो। अब कुराकानीलाई अझै रमाइलो बनाउन उहाँहरू कस्तो हुनुहुन्छ भनेर वर्णन गर्न सिकौँ। उहाँहरूको रूप र बानी व्यवहारको बारेमा कसरी कुरा गर्ने त्यो हेरौँ है त।
कसैको प्रशंसा गर्नु पर्यो भने के भन्ने त? जस्तै बहिनी त साह्रै राम्री छिन् भन्नु पर्यो भने कोरियनमा भनिन्छ यदोङसेङी छङमाल येप्पयो। ल सुन्नुहोस् है, यदोङसेङी छङमाल येप्पयो। फेरि एकपटक यदोङसेङी छङमाल येप्पयो र अन्तिम पटक यदोङसेङी छङमाल येप्पयो। यहाँ येप्पयो भनेको राम्री हुनु हो। यो येप्पुदा भन्ने शब्दबाट आएको हो। अब उचाइको बारेमा कुरा गरौँ। अग्लो भन्नु परेमा खिगा खदा भनिन्छ। ल सँगै भनौँ, खिगा खदा, खिगा खदा, खिगा खदा। अनि होचो भन्नु परेमा खिगा जक्ता भनिन्छ। अब यो पनि भनौँ, खिगा जक्ता, खिगा जक्ता, खिगा जक्ता। त्यस्तै गरी शरीरको बनावटबारे कुरा गर्दा पातलो भन्नु परेमा शब्द छ नाल्सिनहादा। ल भन्नुहोस् त, नाल्सिनहादा, नाल्सिनहादा, नाल्सिनहादा। र मोटो भन्नु परेमा हामी तुङतुङहादा भन्छौँ। यसलाई पनि अभ्यास गरौँ, तुङतुङहादा, तुङतुङहादा, तुङतुङहादा। ल अब मान्छेको बानी बेहोरा वर्णन गर्ने केही शब्दहरू सिकौँ। जस्तै कोही कुल वा ह्यान्डसम छ भने त्यसलाई मसित्ता भनिन्छ। मसित्ता, मसित्ता, मसित्ता। कोही रमाइलो छ भने त्यो हो छेमित्ता, 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 छेमित्ता। कोही दयालु छ भने त्यसलाई भनिन्छ छिन्जलहदा, छिन्जलहदा, छिन्जलहदा। बाठो वा स्मार्टलाई तोक्तोखादा भनिन्छ। तोक्तोखादा, तोक्तोखादा, तोक्तोखादा। र कोही एकदम फुर्तिलो वा एक्टिभ छ भने त्यो हो ख्वालबालहदा, ख्वालबालहदा, ख्वालबालहदा। वाह, आज त कति धेरै कुरा सिकियो। सबै याद छ त? चिन्ता नगर्नुहोस्, अब हामीले सिकेका सबै कुरालाई एकपटक सर्र दोहोर्याएर पक्का गरौँ है त। ल त, अब हाम्रो अन्तिम समीक्षा। म सबै शब्दहरू बिस्तारै पढ्छु, सँगै दोहोर्याउँदै जानुहोस् है। सुरु गरौँ। हाराबजी हजुरबुवा, हालमनी हजुरआमा, आबजी बुवा, अमनी आमा, ह्यङ ओपा दाई, नुना अन्नी दिदी, नाम्फ्यान श्रीमान, आने श्रीमती, आदुल छोरा, ताल छोरी, येप्पुदा राम्री हुनु, मसित्ता ह्यान्डसम वा कुल हुनु, खिगा खुदा अग्लो हुनु, खिगा चाक्ता होचो हुनु, नाल्सिनहादा पातलो हुनु, तुङतुङहादा मोटो हुनु, जेमित्ता रमाइलो हुनु, छिन्झलहादा दयालु हुनु, तोक्तोखादा बाठो हुनु, ह्वालबलादा फुर्तिलो हुनु। स्याबास! अब याद भयो कि भएन भनेर पक्का गर्न फेरि एकपटक सँगै भनौँ है त। हाराबोजी हजुरबुवा, हालमनी हजुरआमा, आवजी बुवा, अमनी आमा, ह्यङ ओप्पा दाई, नुना अन्नी दिदी, नाम्फ्यान श्रीमान, आने श्रीमती, आदुल छोरा, ताल छोरी, येप्पुदा राम्री हुनु, मसित्ता ह्यान्डसम वा कुल हुनु, खिगा खुदा अग्लो हुनु, खिगा चाक्ता होचो हुनु, नाल्सिनहादा पातलो हुनु, तुङतुङहादा मोटो हुनु, जेमित्ता रमाइलो हुनु, छिन्जलहादा दयालु हुनु, तोक्तोखादा बाठो हुनु, ह्वालबालादा फुर्तिलो हुनु। आजलाई यति नै। आजको अभ्यास एकदमै राम्रो भयो। भाषा सिक्नु भनेको एउटा लामो तर रमाइलो यात्रा हो। त्यसैले अभ्यास गर्न चाहिँ नछुट्नुहोस् है। हामी अर्को पटक फेरि भेट्नेछौँ। थामे तो मान्नायौँ। सबैलाई नमस्कार। कोरियन भाषा सिक्ने हाम्रो यो यात्रामा फेरि स्वागत छ। आजको विषय एकदमै रमाइलो छ है। हामी सिक्नेछौँ बितेको समय मतलब हिजोको बारेमा कोरियनमा कसरी कुरा गर्ने भनेर। तर त्योभन्दा पहिले सबैभन्दा आधारभूत अभिवादनबाटै सुरु गरौँ न है। ल अब ध्यान दिएर सुन्नुहोला र मसँगै दोहोर्याउने कोसिस गर्नुस् है। म 3 पटक बिस्तारै भन्छु। अन्यहासेयो, फेरि एकपटक अन्यङहासेयो र अन्तिम पटक अन्यङहासेयो। यो कोरियामा सबैभन्दा बढी प्रयोग हुने अभिवादन हो, एकदमै महत्त्वपूर्ण। अब स्क्रिनमा हेर्नुस् त, यो वाक्य देख्दा अलि अप्ठ्यारो, एउटा पजल जस्तो लाग्न सक्छ हैन? अजे दोसगवानेस हानको गरुल खुङबुहेस्सयो। तर केही चिन्ता लिनु पर्दैन। आजको यो छलफलको अन्त्यसम्ममा यो पजलका हरेक टुक्रालाई हामी जोड्नेछौँ र यस्तै वाक्य आफै बनाउन सक्ने हुनेछौँ। ठिक छ, आज हामी के सिक्छौँ सरसर्ती हेरौँ है। पहिला हिजो के गर्नुभयो भनेर सोध्न सिक्नेछौँ। त्यसपछि हामीलाई चाहिने केही शब्दहरू र व्याकरणका नियमहरू हेर्छौँ। अनि एउटा सानो कुराकानीको अभ्यास गरेर अन्त्यमा सबै कुरालाई फेरि एकपटक दोहोर्याउनेछौँ।
ल सुरु गरिहालौं। आजको हाम्रो मुख्य लक्ष्य के हो त भन्दा बितेको समयको बारेमा, मतलब हिजो के गरियो भनेर सरल प्रश्न सोध्न र त्यसको जवाफ दिन सक्ने बन्नु हो। अब वाक्य बनाउनु भनेको घर बनाउनु जस्तै हो, होइन त? त्यसको लागि त इँटा, सिमेन्ट, मतलब बिल्डिङ ब्लकहरू चाहियो नि। हो, त्यस्तै हामी पनि पहिला केही अत्यावश्यक शब्दहरूबाट सुरु गरौँ। हाम्रो पहिलो बिल्डिङ ब्लक, पहिलो शब्द हो अझे। मसँगै बन्नुहोस् है त। अझे। फेरि अझे। एकपटक और अझे। यसको मतलब हो हिजो। यो हाम्रो वाक्यको कहिले भन्ने प्रश्नको जवाफ हो। ठिक छ, अब अर्को शब्द हेरौँ। यो हो थोसोग्वान। ल फेरि मसँगै भन्नुहोस्। थोसोग्वान। फेरि थोसोग्वान र थोसोग्वान। यसको अर्थ हुन्छ पुस्तकालय। यो भयो हाम्रो वाक्यको कहाँ भन्ने भाग। र हाम्रो तेस्रो महत्त्वपूर्ण शब्द जसले काम जनाउँछ त्यो हो खोङबुहादा। ल सँगै भनौँ खोङबुहादा। फेरि एकपटक खोङबुहादा र खोङबुहादा। यसको अर्थ हो अध्ययन गर्नु। यो भयो हाम्रो वाक्यको के गर्यो भन्ने भाग। ल हेर्नुहोस्, अब हामीसँग इँटाहरू त जम्मा भए, तर ती इँटाहरूलाई जोडेर एउटा राम्रो घर मतलब वाक्य बनाउन त केही नियमहरू चाहिन्छ, होइन? हो, अब हामी त्यही नियम अर्थात् व्याकरणको कुरा गरौँ। कोरियनमा भूतकाल बनाउने नियम एकदमै रमाइलो र सजिलो छ। खासमा 3वटा कुरा मात्रै याद गरे पुग्छ। हेर्नुहोस् है, पहिलो नियम, यदि क्रियाको अन्तिम स्वर आ वा ओ छ भने त्यसमा आशयो जोडिन्छ। दोस्रो, यदि यी दुई बाहेक अरू कुनै स्वर छ भने असयो जोडिन्छ। र तेस्रो, जुन सबैभन्दा सजिलो छ, यदि कुनै क्रिया हादामा अन्त्य हुन्छ भने त्यो सिधै हेस्सोयो बन्छ। अलि कन्फ्युजिङ लाग्यो? चिन्ता नगर्नुहोस्, अब उदाहरण हेरेपछि यो पानी जस्तै छर्लङ्ग हुन्छ। ल अब हेरौँ है त ती नियमहरू कसरी काम गर्छन्। जस्तै खादा मतलब जानु। यसमा आ स्वर छ, त्यसैले यो बन्यो खास्सयो, गएँ। अर्को हेरौँ, मक्ता मतलब खानु। यसमा अ स्वर छ, त्यसैले यो बन्यो म गस्सयो, खाएँ। र अघिको हाम्रो शब्द याद छ खुङबुहादा? यो त हादामा अन्त्य भएकोले सिधै के बन्यो? हो, खुङबु हेस्सयो, अध्ययन गरेँ। कति सजिलो होइन त? ल भूतकालमा कसरी लैजाने त्यो त थाहा भयो, तर काम कहिले भयो मात्र भनेर त वाक्य पूरा हुँदैन नि। काम कहाँ भयो त्यो पनि त भन्नु पर्यो। अब त्यही कहाँ भनेर देखाउने एउटा सानो तर एकदमै महत्त्वपूर्ण व्याकरणको टुक्रा हेरौँ। यो सानो तर शक्तिशाली शब्द हो, एस। ल मसँगै उच्चारण गरौँ। एस, फेरि एस, एकपटक और एस। यसको काम के हो भने यसले कुनै ठाउँमा काम भएको कुरा जनाउँछ। याद राख्नुहोला, यो सधैँ ठाउँ जनाउने शब्दको ठिक पछाडि टाँसिएर आउँछ। अझै स्पष्ट हुनलाई केही उदाहरणहरू हेरिहारौँ न। पहिलो वाक्य खोङवनेस 산책했어요, मतलब पार्क वा हिँडे। अर्को 백화점에서 쇼핑했어요, मतलब डिपार्टमेन्ट स्टोरमा किनमेल गरे। देख्नुभयो, खोङवन र 백화점 यी ठाउँहरूको पछाडि एस लागेपछि त्यसले ठाउँ र कामलाई कसरी एउटै धागोमा उनेको छ। ल अब आयो सबैभन्दा रमाइलो खण्ड। अहिलेसम्म हामीले जति पनि शब्द र नियमहरू सिक्यौँ नि, अब ती सबैलाई एकै ठाउँमा ल्याएर एउटा वास्तविक कुराकानीमा कसरी प्रयोग हुन्छ त्यो हेर्ने पालो। यहाँ रिहानले तुवानलाई सोध्दैछ, ध्यान दिएर सुन्नुहोस् है, म 3 पटक भन्छु। तुवानसी अझै बोहेस्सयो। फेरि तुवानसी अझै बोहेस्सयो। एकपटक और तुवानसी अझै बोहेस्सयो। यहाँ हेर्नुहोस् त, अझे मतलब हिजो र हेस्सयो मतलब गर्नुभयो। भूतकाल दुवै प्रयोग भएको छ। अब तुवानको जवाफ सुन्नुहोस्। 친구하고 PC방에서 게임했어요. फेरि एकपटक 친구하고 PC방에서 게임했어요. र 친구하고 PC방에서 게임했어요. यहाँ याद गर्नुभयो? PC방 जुन एउटा ठाउँ हो, त्यसको पछाडि के आएको छ? हो, एस। र क्रिया 게임했어요 भूतकालमा छ। हामीले सिकेका सबै नियमहरू ठ्याक्कै मिले, होइन त? ल कुराकानी अगाडि बढ्छ। अब फेरि अर्को प्रश्न आयो। रिहान 씨는 어제 뭐 했어요? एकपटक फेरि रिहान 씨는 어제 뭐 했어요?
र रिहानसिनन अझै मोहेस छ। प्रश्न उही हो, हिजो के गर्नुभयो तर अर्को व्यक्तिलाई सोधिएको। र हो यही हो हाम्रो सुरुको त्यो पजल वाक्य। अब सुनौ है। धुसग्वानेस हान्गु करेल खुम्बु हेस्सयो। फेरि धुसग्वानेस हान्गु करेल खुम्बु हेस्सयो। अन्तिम पटक धुसग्वानेस हान्गु करेल खुम्बु हेस्सयो। अब यो वाक्य पजल जस्तो लाग्यो त? लागेन नि, किनभने अब हामीलाई थाहा छ धुसग्वान भनेको पुस्तकालय, यसले मा जनाउँछ र खुम्बु हेस्सयो भनेको अध्ययन गरे। ल हाम्रो पजल हल भयो। वाह, धेरै राम्रो। अब जानु अघि आज सिकेका नयाँ शब्दहरूलाई दिमागमा राम्रोसँग बसाउनको लागि एकपटक सरर समीक्षा गरौँ है त। ल यो तालिकामा हेरौँ र सँगै दोहोर्याउने कोसिस गरौँ है। म बिस्तारै पढ्छु। पहिलो शब्द अजे, यसको अर्थ हिजो। थोसग्वान पुस्तकालय, घुङवान पार्क, यङह्वाग्वान चलचित्रघर, खुङबुहदा अध्ययन गर्नु, यङह्वारेल फोदा चलचित्र हेर्नु, छिङ्गुरुल मान्नादा साथीलाई भेट्नु र खेमहादा गेम खेल्नु। बहुत राम्रो। अब फेरि एकपटक यी सबै शब्दहरूलाई मसँगै बिस्तारै दोहोर्याउनुहोस् है। अजे, थोसग्वान, घुङवान, यङह्वाग्वान, कुङबुहादा, यङह्वारेल फोदा, छिङ्गुरेल मान्नादा, खेमहादा। ल त आजको लागि यति नै। अब कोरियनमा बिदा हुँदा कसरी भन्ने त? यसरी, थामे त मान्नायो। यसको अर्थ हो फेरि अर्को पटक भेटौँला। अब आजको छलफल सकिनु अघि एउटा सानो प्रश्न। अब हामीसँग आवश्यक शब्दहरू र नियमहरू छन्। त्यसो भए हिजो के गरियो एकपटक सोचेर आज सिकेका कुराहरू प्रयोग गर्दै कोरियनमा एउटा वाक्य बनाउने कोसिस गरौँ न है।